आज चाहिँ लङ टाइम पछाडि हामी क्याम्पसमा आएका छौँ हैन। यता हाम्रो केदार सर हुनुहुन्छ, यता म छु है। आज हामी क्याम्पस हेर्दै छक्क पर्दो जस्तो छ। के हेर्नु क्याम्पस पनि यार, र बिचरा यत्रो घारी घुरी बडाउ पर अलिकति मात्रै देखिरहेछ। मलाई हेलो दुईजना के भयो? एडमिट कार्ड लिन आएको? बोली मात्रै यार। भिडियो चाहिँ किन गरेको? तिमीलाई भरे तिमीलाई हाल्दिन। जाउँ एडमिट कार्ड लिन जाउँ त। यसो पढे जस्तो गरिदिउँ न। तिमी पढ्छौ र? तिम्रो घरतिरबाट आएको यार अघि। अनि अनि मलाई किन के खान कुदेको त बिहानै उठेर? पढ्ने हो र? पढ्ने प्रजातिको हो र तिमीहरू? यो कुन प्रजातिको मान्छे हो? यो चितुवा गाह्रो छ यार, लाइन बस्नु परेको छ यहाँ जिन्दगीमा। यहाँ जिन्दगीमा यो जिन्दगी हो। यो जिन्दगी हो। के गर्दा लाइन बस्नुपर्छ? एडमिट कार्ड लिँदा लाइन बस्नुपर्छ, आइडी कार्ड लिँदा लाइन बस्नुपर्छ, फी बुझाउँदा लाइन बस्नुपर्छ। गाह्रो छैन मलाई? गाह्रो छ। धेरै लेडिजतिर फोकस गर्ने होइन तपाईँ मान्छे भएर भाग पनि हाल्नु नहुने काम गर्छ है मान्छे। हो, म खतरा बनाएर आउँछु। म भरे प्रतीक्षा गर्छु। तिमी प्रतीक्षा गर। लाइनै छैन यार हाम्रो। हिजो 3 बजे पर्सि एक्जाम हो चले। एक्जाम आएछ लागेको छैन यार। के एक्जाम धन्दा यार। कहाँबाट आउँछ एक्जाम? कहाँ पाइन्छ एक्जाम? कहाँ पाउँछ एक्जाम? एक्जाम आए जस्तो लागेको छैन यार। गाह्रो छैन? के छ? छ्या हो। यता छ्या पनि हाल्देऊ त। यता छ्याहरू छन्। अनि यो चाहिँ किन छोपेको यो रजिस्ट्रेसन नम्बर चाहिँ? लेख्ने बेला 2020 त हो। लेख्ने बेलामा गाह्रो होस् भनेर म त लेख्दिनँ नि। यो त सिधा कुरा लगाइस आयो होइन। अब चौदिन पनि आयो त। हामी लाइब्रेरी आएको केटी पट्याउन। पट्टी है कोही मसँग। कम्प्युटर ल्याब। क्यान्टिन बन्द पो भन्छ नि। तिम्रो पालो आएन? आन्तरिक पर्छ भने मेरो आएकै छैन। एक दिन जाउँ। ओइ भएन? आएको छैन? अरे बोलाउन छिटो। बोलाउन। कति ढिलो आएको यार? कतिवटा किताब लानुभयो? कति रुपियाँमा? दुईटा किताबलाई 1000 रुपियाँ। राम
सम्पत्ति आएको सम्पत्ति आइसक्यो होइन 1 वर्षको मेरो कमाइ हो। कति पढ्दैछौ? 1 इयर। एक वर्ष होइन त 1.5 वर्ष भन। 1.5 वर्षको कमाइ। 1.5 वर्ष हो के? ओए बादल, ओए बादले, ओ बादल वर्ष बिजुली टाटा भयो रिजेक्टेड। किताब घरमा लगेर थन्क्याउने त हो नि पढ्ने। एक्जाम आएछ नि लागेको छैन यार। पढेर हात्ती ठुलो भएर ल केटा छिटो जुत्ता लगाऊ त जाउँ। छिटो छिटो ड्युटी पो जानुपर्छ र को आज ड्युटी आज छुट्टी होइन? आज शुक्रबार हाफ टाइम। यहाँ माथि चाहिँ मिटिङ हलतिर जाने बाटो छ होइन। छिटो गर न। खोइ बादलले उहाँ र गफ हान्न थालेपछि ल धेरैजना पछाडि है लाउ तिमीलाई दिन पार्टी हो। ल जाऊ। बादल तिम्रो गयो अब उहीसँग माग। त्यो बादलले कसलाई दिन राखेको थियो? बादल गर के गर्छ मान्छे? जाउँ क्लासतिर घुम्नु। क्लासतिर जाउँ न घुमौँ मुला। के गर्नु अब पढाइ नभए पनि घुमिदिनु पर्यो नि त जिन्दगीमा। यहाँ चाहिँ रजत महोत्सव भनेर लेखेको छ है। यो चाहिँ हाम्रो कन्काई मल्टिपल क्याम्पस सुरुङ्गै हो नि होइन केटा हो? यो वार्ड नम्बर कति हो? 10 वार्ड नम्बर। वार्ड नम्बर 10 हो। वार्ड नम्बर 3 हो जस्तो लेखिरहेको त त्यो माथि त। 3 र 4 उहाँ गेटदेखि उता 4 गेटदेखि भित्र 3। 3 कि 4 पढाइ हुँदै रहेछ। गएर पढ्दिउँ न। जाउँ न गएर पढ्दिउँ। हामी चाहिँ के पढ्नै आएको त। के फोटो? अहिले नै हो? के फोटो? अहिले फुटेको? के फोटो हौ? त्यस्ता मुला घडीहरूको फुट्दै हो। कलेज जान्छ नि यार। कलेज नआएर हुन्छ केले? कन्भर्ट नेपालको भारू कन्भर्ट गरेर भनेको हैन। तर आन्टीले खाजा त ल्याउन आँटेको थिएन। हेलो आन्टीले खाजा चाहिँ ठिक्क बनाएर ल्याउन आँटेको थियो। बाइक कता पुर्यायो रे? के छ त? त्यो ब्याग लाँदैन कसैले। तिम्रो ब्याग लिएर चल्दै जान्छ त। मैले ओइ चिया चाहिँ आन्टी रातो चिया नखाने अरे भने हैन। खाजा चाहिँ ठिक्क बनाएर ल्याउन आँटेको थियो मैले नभने हिँडेँ। केटालाई खाजै खान दिएन यार। आज म कस्तो खाजा त खान दिनु पर्छ नि कम से कम। खाजा चाउमिन र यो निम्की के थियो अनि हिँड्दै त्यतिकै के चाहिँ खान्थ्यौ त मुला? आन्टी पछाडि लु साइड छोडिदियो मुला। देब्रेतिर साइड लाइट बालेर फेरि दाहिनेतिर जान्छ। गाह्रो पर्छ त मुला। धेरै भइसक्छ कि कस्तो केस? बाइकमा जाने?
कहाँ जानु त नि बाइकमा जाउँ न अब सर क्याम्पसभित्र अब काम सक्यो त आउने अब आइतबार भेटौँ है आइतबार एक्जाम हो यो आइतबार एक्जाम हो अनि अरे हो त्यस्तै म त्यसैले आएर हो कि हैन 10 दिन मात्रै बाँकी छ त भन्दै थियो फोन गरेर त्यो राम इक्जाम आइसक्यो अब 10 दिन मात्रै बाँकी छ आज खाना त कुन होटल लाने होटल डिलाइट जम्मा 100 रुपियाँ छ यार मसँग बुइनीहरू खिचेको यसको टाउको आयो बुइनीहरूलाई धेरै देखाउनु हुँदैन बोयफ्रेन्ड रिसाउँछ नभएको फटा जसुकै रिसार्छ हामीले बा चाइनाको चिसो पानी भात बरा खाजा गाउँमा हजुरलाई समोसा चाट हेलो के छ भाउजू अहिले हामी पाथिभरा होटलमा आइसकेका छौँ होइन पाथिभरा होटल होइन कहीँ नाम छैन बाहिर थियो पाथिभरा होटलमा आइपुग्यौँ के खाने अरे के अर्डर गरेर आयो त्यही हो यसलाई त यही खुवाउनुपर्छ यसलाई खुवाउने भनेको यही हो के खाने के बा सर खै हाम्रो सरले के अर्डर गरेर आउने यसले त उयो उ त चट्ट ब्युटी पार्लर जाउँ न सेतो भइहाल्छ करेक्ट केटा ए ब्युटी पार्लर नि ह्यान्डसम पार्लर होइन त हेर न सोझो भएर बसेको 1 नम्बरको सोझै हो मान्छे लु बल्ल सुप आयो है अब अर्को के आउनु के मगाएको केटा हो लेट नगरे केटा खायो यी सुप मगाएको तिमीहरूले मलाई नि बिरामी भएर होटल लाँदा नि केही खाँदैन नि यस्तो सुप देखाएर चाहिँ मसरुम सुप भन्दा त साला त्यो माडमा उमालेर ल्याइदियो यस्तो घिन लाग्दो हुन्छ नि
तातो पानीमा हालेर मात्रै पनि हुन्छ तातो पानीमा हाल्दैले अर्को वैज्ञानिक बुझ्यो होइन मसरुम सुप हुन्छ क्या त्यो पाकेटमा हुन्छ एक दिन त होइन भोक लागेर खाइदिए पाकेटमा हुन्छ अर्को होइन दिन अलिक भोक थिएन क्या ल्याइदियो गर्नु? खा भन्दा अनि यही मात्र मगाएको त्यस्तो अझै त्यही मात्र आएको ल खाइदिएको अब